हेलो एभ्रिवान। यदि हजुरहरू चाहिँ काठमाडौँभित्र बस्दा बस्दा बोर भइसक्नु भएको छ, नयाँ अलिकता फ्रेस ठाउँ, चिसो हावा खाने ठाउँ, राइड गर्न पनि राम्रो स्मुथ सडक खोज्नु भएको छ भने चाहिँ म हजुरहरूलाई आज यो लोकेसन भिडियो दिँदैछु। म चाहिँ हिजो फर्पिङ गएको थिएँ शनिबार छुट्टी भएको कारणले। अब त्यो फर्पिङ जाने बाटो चाहिँ मैले देखाउन सकिनँ, अलिकता राइड गर्नुपर्ने भएको कारणले। हजुरहरू चाहिँ सुरुमा म चाहिँ सुन्दारा, यहाँ मेरो घरदेखि सुरुमा सुन्दारा गएँ। त्यसपछि सुन्दाराबाट यता यो बल्खु हुँदै यता तौड निस्केर दक्षिणकाली हुँदै गएँ। दक्षिणकाली नपुग्दै अलि ओर एउटा भन्ज्याङ भन्ने ठाउँ छ, त्यहाँ यता काठमाडौँबाट त्यो भन्ज्याङ ठाउँमा पुगेपछि चाहिँ लेफ्ट लाग्नुपर्छ। लेफ्टबाट चाहिँ अलिकति अफरोड होइन, अलि पहाडी बाटो जस्तो सोलिङ गरे जस्तो छ, त्यो सिमेन्टको प्लास्टर गरे जस्तो, त्यताबाट जान मिल्छ। अनि यो भिडियो चाहिँ मैले बाटोमा एक ठाउँमा रोकेर क्लिक गरेको भिडियो। हजुरहरू त्यहाँ भन्ज्याङबाट लेफ्ट लागिसकेपछि चाहिँ एक ठाउँमा चाहिँ पुल जाने बाटो भनेर लेखेको छ, अनि अर्कोतिर चाहिँ ड्याम साइड जाने बाटो भनेर लेखेको छ। म चाहिँ सिधै ड्याम साइडपट्टि गएँ। त्यसपछि चाहिँ ड्याम साइडमा पुगेर पार्किङ गरिसकेपछि चाहिँ त्यो फ्रेस हावा यति फ्रेस थियो कि म पुरै बयान गर्नै सक्दिनँ। मेरो क्यामेरा क्वालिटी नराम्रो भएको कारणले त्यति साह्रो राम्रो आएको छैन यो भिडियोमा, तर त्यहाँको मोमेन्ट चाहिँ म शब्दमा व्यक्त गर्न सक्दिनँ। केही कुरा पनि अनुभव फिल जस्तो हुँदैन कहिले पनि शब्द चाहिँ, त्यही भएर मैले त्यो कुरा चाहिँ भन्न सकिनँ। यहाँको हावा एकदमै फ्रेस थियो। काठमाडौँमा त्यो धुवाँ धुलो सडक एकदम इरिटेटिङ साउन्डहरू गर्दाखेरि मलाई एकदमै दिक्क लागिसकेको थियो। म यस्तै ठाउँमा जान चाहन्थेँ र मैले चाहिँ पत्ता लगाएँ। यो पनि मैले गुगल गरेर गएको हो, मलाई थाहा चाहिँ थिएन। म गएको भएको कारणले मेरो अनुभव हजुरहरूसँग सेयर गरेको। एकदमै मिठो फ्रेस सरर हावा चलेको थियो। त्यो एक त मलाई खुसी लागिसकेको थियो, त्यो रोड यति स्मुथ थियो। दक्षिणकालीबाट त्यहाँ भन्ज्याङबाट चाहिँ अफरोड थियो, दक्षिणकालीसम्म चाहिँ एकदमै राम्रो सडक थियो। अनि अहिले चाहिँ अलिकति सुक्खा मौसम प्लस काठमाडौँ अलि धेरै प्रदूषित क्षेत्र भएको कारणले नि मौसम चाहिँ अलिकति प्रदूषित नै देखिएको थियो। तर त्यहाँको रियल फिलिङ चाहिँ एकदमै राम्रो थियो। इट वाज अमेजिङ। त्यसपछि मैले भिडियो मेरो पर्सनल एकजना भिडियोग्राफर लगेको थिएँ, उहाँलाई मैले भिडियो खिचिदिनु भने, अनि फोटो भिडियो क्लिक गरेँ। त्यसपछि चाहिँ हामीले त्यहाँ काँक्रो बेच्न राख्नु भएको रहेछ, अनि त्यो काँक्रोहरू खायौँ। त्यसपछि पानीपुरी चटपटीहरू पनि बेच्न राख्नुभएको रहेछ, त्यो पनि खायौँ। त्यो मैले चटपटी पानीपुरीहरूको चाहिँ फोटो क्लिक गरिराख्न भ्याइनँ। एउटा फोटो काँक्रोको चाहिँ मैले फोटो लिएको थिएँ इन्स्ट्यान्टली, त्यो चाहिँ मैले यो भिडियोमा पनि समावेश गराएँ। अनि एकछिन चाहिँ आनन्दले फ्रेस हुन मन लाग्यो। कति स्क्रिन मात्रै हेर्ने, कति मोबाइल मात्रै चलाउने भन्ने भयो। एकछिन आनन्दले फ्रेस भएर अनि हामी चाहिँ म चाहिँ त्यहाँ 2 बजे जस्तो पुगेको थिएँ। त्यसपछि म 4 बजे जस्तो निस्केँ त्यहाँबाट। अनि त्यसपछि त्यहाँबाट निस्किसकेपछि चाहिँ हामी अलि माथि त्यो झोलुङ्गे पुल जाने बाटो थियो। त्यहाँको बाटो फेरि यति रमाइलो राम्रो एस्थेटिक टाइपको थियो। यो सल्लाह हो कि के हो यो रुखहरू कस्तो राम्रो थियो। एकदमै त्यो सुक्खा भए पनि भाइब्स आउने टाइपको थियो, शान्त थियो। त्यसपछि चाहिँ हामी झोलुङ्गे पुलतर्फ गयौँ। अनि त्यो झोलुङ्गे पुल चाहिँ एकदमै माथि हाइटमा रहेछ। मलाई हिँड्दाखेरि डर लागिरहेको थियो, म फटाफट हिँडिरहेको थिएँ। त्यो आफ्नो डर चाहिँ त्यहाँनिर प्रेजेन्स नहोस् भनेर म आफ्नो बडीलाई मनलाई स्टेबल गरेर हिँडिरहेको थिएँ। अनि त्यहाँ हिँड्दा एउटा आन्टीले चाहिँ फोटो खिचिदेऊ नानी भन्नुभयो। मैले फोटो पनि खिचिदिएँ, तर म डरले हात कामेर त्यो फोटो सबै ब्लर आएको थियो, त्यही पनि मैले खिचिदिएँ। अनि त्यसपछि हामी चाहिँ त्यो पुलको पारिपट्टि पुग्यौँ। त्यो पुलको पारिपट्टि नै एकदमै काफलको बोटहरू, कस्तो रमाइलो ठाउँ। हिँड्ने त्यो सबै टाइलहरू ओछ्याएको राम्रो थियो। टाइल ओछ्याएको ठाउँ चाहिँ सायद अर्को गाउँ जोड्ने बाटो थियो कि के थियो, मलाई अब यहाँको भौगोलिक अवस्थाको बारेमा चाहिँ अलि जानकारी छैन। त्यही भएर यो भिडियो मात्रै राखेँ मैले। यो चाहिँ एकदमै शान्त वातावरण थियो, हिँड्नको लागि एकदमै पिसफुल आनन्द ठाउँ थियो। यदि हजुरहरू पनि जान चाहनुहुन्छ भने एकदमै शान्त ठाउँ छ। तर काफलको बोट भए पनि काफल चाहिँ फलेको थिएन, सायद यो ग्लोबल चेन्जले पनि होला। त्यसपछि 1-2वटा फोटो
क्लिक गरेको थिएँ मैले, त्यो पनि राखेँ। अनि हामी त्यहाँ पुलबाट फर्क्यौँ अनि फटाफट सरर बल्खु हुँदै सुन्धारा हुँदै आफ्नो